दर्शक साथीहरु नमस्कार। आज पनि कान्छी सिरियलको रिभ्यू भिडियो हजुरहरुमाझ लिएर आएका छौं। हामीले ल्याएको रिभ्यू भिडियो हजुरहरुलाई कस्तो लाग्छ? यदि मन पर्छ भने एक लाइकको साथमा नयाँ हुनुहुन्छ भने हामीसँगै जोडिन पनि नभुल्नु होला। साथसाथै हजुरहरुको मनमा उब्जिएका जिज्ञासाहरु पनि हाम्रो त्यो खाली कमेन्ट बक्समा राख्न नभुल्नु होला। अन्ततः साथीहरु, प्रिया र जुने पनि फेरि गाउँमा सँगै भएका छन् र कान्छीको दाइ विदंशलाई फसाउने प्लान बनाइरहेका छन्। सागर र कान्छीको सम्बन्धमा आएर यतिसम्म गर्न भ्याउने सक्ने प्रियाले अब कान्छीको दाइ विदंशलाई यतिकै कहाँ छोड्छिन् होला र? हो साथीहरु, यता विदंशको घर अनि सम्पत्ति देखेर प्रियालाई यति सजिलै निन्द्रा कहाँ लागेको होला र? जुने भने घरमा बसेर बिलाई देख्न साथ जुने रिसले आगो हुन्छन् र त फेरि यहाँ कसरी आइस? मेरो विदंशलाई कहाँ लगेर छडिस? मेरो विदंश खै भनेर हात हालिहाल्छिन्। जुनेले प्रियालाई कपालमा समय जगल्टाइदिन्छन् र दुईजनाको भनाभानपछि यानि कि लडाईपछि हामी बीच केही पनि छैन भनी मेरो विदंशलाई टाढा बनाइ छैन, मबाट खोसेर लगी छैन, अहिले कता छाडेर आइस भन्दै जगल्टाइदिन्छन्। दुवैजनाको केही समयको लडाईपछि पनि प्रियाले पनि यतिकैमा चुप लाग, आफ्नै साथीले मन पराएको मान्छेलाई मन पराउँदिन भनी उसैसँग लागेर गई छैन, कति पैसा कुम्लाइस, अहिले आएर त्यो मान्छे धोकेबाज रहेछ भन्न तँलाई लाज लाग्दैन भन्छन्। प्रियाले पनि अबलाई पनि हो जस्तो लाग्न थालेको छ र सोचमा परेकी छिन्। जुनेले पनि भन्छन्, हो त हामीलाई धेरै नै दुःख दिएका थिए, यो कान्छी त झन् अगाडिदेखिकै मेरो दुश्मन हो भनेर सोच्न थाल्छिन्। यतिकैमा प्रियाले जुनेलाई बाबा खै त भनेर सोध्छिन् र जुनेले पनि भन्छन्, मैले विदंशलाई खोज्नको लागि बाबालाई तलतिर पठाएकी छु भन्छन्। यो विदंश सिदंशलाई अब खोज्नु पर्दैन जुने, हामीलाई फसाएका रहेछन् सागर कान्छी सबै मिलेर भन्छन्। र अब के गर्छन् होला त यी जुने र प्रियाले? हो साथीहरु, यता कान्छीकी भाउजू भनी आफूले लगाएका गरगहना सबै लुटीपुटी भएर माइतबाट फर्कदा तर्साउने भूत जस्तो भएर फर्केकी छिन्। यतिकैमा कान्छीकी आमाले भन्छन्, हेर त छोरा, यसले लगाएको गरगहना केही पनि छैन, सबै कसले कता दिएर आइछे? 2-4 दिन घरबाट निस्कने बित्तिकै बेचेर खाइएर आइछे कि क्या हो भनेर सोध्छिन्। कान्छीका दाइले पनि खै गहना ले भन्छन् र कान्छीकी भाउजूले भन्छन्, कहाँबाट दिनु, भए पो दिनु भन्छन्। म यति बेलासम्म माइत गएकी थिएँ बुढा, अनि मलाई त्यहाँ ठक्क छोरी सबै पैसा तँलाई नै दिएर तेरो आमाले सबै तँलाई नै राख्न दिएका छन्, ले सबै पैसा भनेर मागेका थिए। मसँग पैसा अनि केही पनि नभएपछि मसँग भएको यी लगाएका गरगहना सबै लुटीपुटी गरेर लगे। मैले कतिचोटि माग्ने प्रयास गरेँ बुढा, मैले सकिनँ। अब मबाट यस्तो गल्ती हुँदैन, मलाई यहाँ बस्न दिनुस्, मबाट अब कुनै पनि गल्तीहरू हुँदैन आमा भनेर माफी मागिसकेकी छिन् कान्छीकी भाउजूले पनि। यही मौकामा चौका हानेर कान्छीकी आमाले पनि छोरालाई भन्छन्, हे छोरा, तेरो सासू थिए नि, ती सासू पनि के भनौँ र, तेरो आमा क्या जन्म दिने म भन्दा पनि ठुली जन्मदाता, उसले नै तँलाई ढलाने घर बनाइदिन्छु, यो गर्छु त्यो गर्छु भनेर तँलाई मिठाएर चिल्ला कुरामा फसाई अहिले हेर त यो अवस्था आएको छ, तैँले नै गर्दा आएको हो यो अवस्था। तैँले यता नाङ्लोसम्म बुनेको पैसा पनि दिइस्, मलाई त भन्थिस् नि, मिठो कुरा बोलेको भए मैले पनि तँलाई दिन्थेँ भनेर देखाउँथिस् नि, अहिले यो हालतमा आएको छ, यो सबै तेरै कारणले आएको हो भन्छन् कान्छीकी आमाले पनि। यति मात्रै कहाँ हो र, हामीले ऋण धन गरेर लगाइदिएको गरगहना नि अहिले सबै लुटुपुटु भएर यो तर्साउने जस्तो रूप लिएर आएकी छ, यो पनि सबै तेरै कारणले भएको हो छोरा भन्छन्। कान्छीकी भाउजूले भने गल्तीहरूको महसुस भएपछि जा भित्र बस, अब हामीले राम्रोसँग बस, अब यस्तो गल्तीहरू नहोस्, अब आइज बस, हाम्रो त मन कमलो छ, तेरो जस्तो छैन, सबै हामीलाई परिवारलाई राम्रो गर, हामीले के भनेका छौँ र, फेरि पहिलाको जस्तो व्यवहार चाहिँ नहोस् नि भन्छन्। यता कान्छी भने हामी यत्रो दिन अलमलायम, घरमा के भएको होला, बाबुको भरमा मात्रै छोडेको छौँ घर, एकचोटि फोन गराउन बुढा भन्छन् र कल गरेका हुन्छन्। कान्छीको देवरले भने राम्रोसँग घर सम्हालेको छु, केही चिन्ता नलिनुहोस् हजुरहरू, राम्रोसँग गएर आउनुहोस् भनेपछि कान्छी ढुक्क साथ आफ्नो माइततर्फ लागेकी हुन्छन्। कान्छीको मनमा पनि बिरामी भएर बाटामा सुतेको बच्चा र आमाको कुरा मनभरि घेरिरहेको हुन्छ र सागरलाई प्रश्न गर्दै हुन्छन् र भन्छन्, कोही छोरा मान्छेहरू कति स्वार्थी हुन्छन् कि सानो त्यत्रो छोरीलाई त्यो अवस्थामा छाडेर कहाँ गएका होलान् उहाँको श्रीमान भन्छन्। सागरले पनि कान्छीलाई सम्झाउँदै भन्छन्, सबै छोरा मान्छे यस्तो हुँदैनन् र सबै छोरी मान्छे पनि यस्ता हुँदैनन्, कान्छू त्यस्तो चिन्ता नलिउ न, म पनि के त्यस्तै गरेर तिमीलाई दुःख दिन्छु होला जस्तो लाग्छ त भन्छन्। होइन मलाई त्यस्तो त लाग्दैन, तैपनि कता मनमा त्यस्तै उब्जिरहन्छ बुढा भन्छन्। यस्तै बाटाभरि कुराहरू गर्दै कान्छी माइत पुगेकी हुन्छन्। यता कान्छीकी छोरी भने मामासँग लुटुपुटु गरी खेलिरहेको कान्छीले टाढैदेखि देख्छिन्।
आँखाभरि आँसु बनाएर कान्छी दौडेर गएर आफ्नी छोरी काँधमा लिन्छन्। यतिकैमा यो एपिसोड सकिएको छ साथीहरू। अब आउने नयाँ भागमा के हुन्छ होला त साथीहरू? कान्छीले आफ्नो छोरीलाई लिएर घरमा जान्छन् होला त? के हुन्छ होला त? अब यो भनी अर्को नयाँ आउने भागमा अहिलेसम्मको लागि बिदा हुन चाहन्छु।